असार 15 असार 15 मनाउँदैछौँ हामी होइन। हेलो गाइज ल हामी चाहिँ आज असार 15 मनाउनको लागि हामी चाहिँ यता खोला किनारमा आएका छौँ होइन। ल हामी उहाँ चाहिँ हाम्रो ठुलो दाई, खुमाइल दाई, भाउजू, बुहारी, नारायण, यता चाहिँ हाम्रो राई बुढो हो। उहाँले अघि खोया खाइसक्नु भयो, आँप पनि छ भने एकदम रमाइलो गरेर असार 15 मनाऊ भनेर विदेशमा पनि यस्तै छ त हेर्नु है। भाउजूले मिस्टेक नगर्नु ल यसपालिको असार 15 को दही चिउरा कस्तो लाग्दैछ अहिले कोरियामा तपाईलाई? बहुत अचम्मै रमाइलो मिठो लाग्दैछ भाउजू। पहिला पहिला गाउँमा हुँदाखेरि अझ झन् रमाइलो हुन्थ्यो। अहिले विदेशमा भए पनि सबै सँगै भएर रमाइलो भइरहेछ। ल धेरै धेरै धन्यवाद। काई सरलाई कस्तो लाग्दैछ? मलाई साथै छैन, धेरै रमाइलो छ। यसै गरी सबैले मनाउन पाइयोस्। सेन्टी भाइलाई कस्तो लाग्दैछ? सधैँ सधैँ अब आगामी दिनमा पनि सधैँ सधैँ वर्षमा यसरी नै मनाउन पाइयोस् भनेर मैले प्रार्थना गर्दैछु। यसरी अनुरोध गरेको छु मैले। यता हाम्रो भाइलाई कस्तो लाग्दैछ? ए मलाई धेरै रमाइलो लाग्छ भाउजू। 7 वर्ष पछाडि जति खान पाइयो, नेपालमै बसेर खाएको याद आइरहेछ। ल धेरै धेरै धन्यवाद। कस्तो राम्रो तर नानीको के छ यसपालिको असार 15 त यतातिर भयो, कस्तो लाग्दैछ? कोरियाको बसाइ र असार 15 एकदमै राम्रो लाग्छ है। ल एकदमै सबैजनालाई धेरै धेरै अझै भन्नु अब त्यो भन्दा कस्तो लाग्यो? मलाई त झन् झन् एकदमै धेरै अत्याधिक मात्रामा रमाइलो लागेको छ। यति सानो परिवार कस्तो रमाइलो गरेर बस्न पाएको छ। आहा कति राम्रो खुसी लागेको छ।